आजको भिडियो म लिइरहेको छु बिजनबारी घरबाट अनि म मङ्पुबाट आएको 1-2 दिन भयो है। सो हाई हेलो अनि नमस्ते तपाईहरु सम्पूर्णलाई फेरि पनि स्वागत गर्दछु आजको मेरो यस छोटो भिडियोमा। अनि आज चाहिँ हामी के को तयारीमा लागिरहेका छौं भने आज हामीले घरमा चाहिँ लगाएको छु सरस्वती पूजा हैन। अनि त्यसकै तयारीमा हामी सबैजना जुटिरहेका छौं। घरको परिवार साथै वरिपरिको दिदी हैन, दादाहरु, भाइ बहिनीहरु हैन, भाउजूहरु सबैजना चाहिँ हामी मिलेर यहाँ यसरी पूजाको तयारीमा लागिरहेका छौं है। अनि हेर्दै जानुहोस् हाम्रो तयारी के कस्तो हुँदैछ। यहाँनिर चाहिँ एउटा एक्सपेरिमेन्ट गर्न लागिरहेको छ हैन। हेरौँ है यो एक्सपेरिमेन्ट चाहिँ सक्सेस हुन्छ या हुँदैन है। भयो त अबुई भगवान भयो नामसाङ त पुरा अब चाहिँ हाम्रो यहाँ मूर्ति स्थापना हुन लागिरहेको छ हैन। अनि हाम्रो चाहिँ पण्डितजी पनि आइसक्नु भएको छ। अनि यहाँनिर चाहिँ अब हाम्रो मूर्ति स्थापना गरिनेछ। यस्मान् धूर्वतितं धूर्वयं वयं धूर्वाम देवानमसि पन्हितमगुं षष्टितमं प्रापितमं जुष्टतमं देवहूतमं महा। मूर्ति स्थापनं तथा स्तुतिं च वयं करिष्यामहे। भोलि चाहिँ हो साल 2026 को बसन्त पञ्चमी यानि कि सरस्वती पूजा। अनि आजको यस भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद। अनि भोलिको पनि भिडियो हेरिदिनुस् होला।